के छ सन भाइ यता हेर यो चाहिँ पुरा स्यान्डविच बनाइरह हैन अस्सलाम वालेकुम वालेकुम सलाम के बोल हाल मालिक हो चाहिँ यहाँ फ्री फायर हान्दै बसिरहेको क्या एउटा खसी यहाँ त्यो चाहिँ सिस्टर अफ तुर्की यति बसी 50 रियाल हेलो साथीहरू नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ म टक्क 4 दिनको छुट्टी सकेपछि आज चाहिँ म ड्युटी जाँदैछु अब आज काम पनि खासै हुँदैन रमजान हो आज रमजानको आज 5औं दिन खासै काम हुँदैन एउटा के कस्तो हुन्छ उतै गरेर हेर्न सक्नुहुन्छ तर आज यहाँ चाहिँ फेरि बब्बाल पानी परेको छ होइन कुन कुन ठाउँबाट हेर्नुभयो यो साउदीमा हुनेहरूले हजुरहरूको ठाउँतिर पानी परेको छ कि परेको छैन होइन पुरा कमेन्ट गर्नु होला यहाँ चाहिँ बवाल पानी परेको छ यहाँ चाहिँ पानी पर्दा चाहिँ बाटो हिँड्नु साध्यै हुँदैन देख्न सक्नुहुन्छ हल्का पानी पर्दा नि यस्तो ताल हुन्छ क्या यहाँ चाहिँ फेरि भनेको होइन किनकि यता यो नालीको सिस्टम नभएर होला बवाल छ क्या यहाँ हिँड्नै नसक्ने छ यताबाट हिँड्ने बाटो नभएर म चाहिँ यताबाट हिँड्दा आएको छु बवालै पानी परेको नि त त्यही भएर दिउँसो चाहिँ बवाल पानी परेको थियो अहिले चाहिँ जे भए पनि हल्का भनौँ न अब बन्द भएको छ अब पानी परेको भए त अब ड्युटी आउन नि धेरै नै मुस्किल हुन्थ्यो अहिले चाहिँ जे होस् पानी बन्द भएको छ अब आज धेरै दिनपछि आएको ड्युटी पनि होइन के कस्तो हुने हो हेर्दै जाम अब अल्छी लागिरहेको छ ड्युटी आउन नि अब यत्रो दिन बिदामा बस्यो नि त अनि बिदामा बसेपछि त्यही हो अब फेरि अनि ड्युटी आउने अलि नमजा लाउने क्या I said you better watch what you're doing, 'cause I ain't gonna stop when I'm moving. I'm headed to the top, I'ma do it. I'm headed to the top, I'ma prove it. And baby girl, I like what you're doing. Your body's out of sight when you're moving. You look just like my type, so let's do it. You know I'll treat you right, let me prove it. And I could go all night, I'm sick of being So अब म चाहिँ अब काम गर्ने ठाउँमा आइपुगेँ होइन यो चाहिँ अरबिन वार्ड लेखेको छ यो पर्फ्युम सप हाम्रो होटल चाहिँ उता हो मेन छिर्ने ठाउँ चाहिँ उताबाट हो हामी स्टाफहरू चाहिँ यताबाट छिरिन्छ अब म त्यहाँ जाँदैछु झन् यस्तो पानी पर्यो भनेर चोकिँदै हिँडेको पुरा हिलोमा टेकिरहेको फेरि अब यहाँबाट चाहिँ मेरो यहाँबाट भित्र गइन्छ अनि त्यसपछि गएर हाजिर गर्नुपर्छ यति भनेपछि आजको पैसा भाग्यो कामै रहन्छ कि पुरा हाम्रो सानो भाइ चाहिँ होइन के छ सानो भाइ यता हेर यो चाहिँ पुरा स्यान्डविच बनाइरह होइन त हाम्रो सर चाहिँ यताखेरि के छ सर स्यान्डविच बनाइरह कुन स्यान्डविच हो सानो भाइ यो हाम्रो हो ए महबरा हो ल ठिक छ भाइ दामी बनाउँला त्यहाँबाट म यता लाग्यो एउटा कस्टमर छैन हो अस्सलाम वालेकुम वालेकुम सलाम के बोल हाल मालूम كويس عامل بس هذا رمضان بلاك चाहिँ हाम्रो होटल मेरो चाहिँ आज मास्तिर छ सुकुट ड्युटी जम्मा एउटा टेबल रहेछ I said you better watch what you're doing, 'cause I ain't gonna stop when I'm moving. I'm headed to the top, I'ma do it. I'm headed to the top, I'ma prove it. And baby girl, I like what you're doing. Your body's out of यसो हाम्रो फरारी गाडी फरारी छ केटाहरू यहाँ पुरै काम छैन चाहिँ हाम्रो होटल एउटा टेबल रहन्छ हो आज यो चाहिँ हाम्रो
फ्यामिली सेक्सन है यहाँ चाहिँ र यहाँ ट्याक्क कपालहरू आएर ट्याक्क पर्दा लाएर बसेपछि भयो यहाँ चाहिँ फ्यामिली सेक्सन हाम्रो स्टोर हो यो चाहिँ हाम्रो खबुज सेक्सन बन्धु क्वेस बन्धु क्वेस यो चाहिँ बङ्गाली आधा सधिकाना आधा खबुज सेक्सन आधा यहाँ चाहिँ खबुज बनाउँछ ड्युटी आएपछि चाहिँ सबै कुरो चेक गर्नुपर्ने हुन्छ ह्यान्डल पनि छ होइन ममहरू पनि ठिक छ सब ठिक छ टक्क अब चाहिँ यता गएर अब आनन्दले बस्ने हो अब यहाँ चाहिँ काम नभएर होइन केटाहरू चाहिँ यहाँ फ्री फायर हान्दै बसिरहेको क्या यस्तो चिल्ने हुन्छ हो हाम्रो मतममा चाहिँ होइन हाम्रो रेस्टुरेन्टमा चाहिँ क्या फ्री फायर दिएर है मोबाइल पुरा खसी हाम्रो चाहिँ अर्डर आयो होइन सान भाइले चाहिँ यहाँ पुरा मिक्स ग्रेल हालिरह यो चाहिँ एउटा यो चाहिँ सिस्टक तुर्की यो चाहिँ लहाम यो चाहिँ कबाब लहाम यो चाहिँ चिकन कबाब हो पुरा खसी पोलिरह खसी र चिकन सान भाइले यो चाहिँ पुरा सफै रह सान भाइले के भन्छ यो चाहिँ प्याकिङ गर्दैछ यो चाहिँ हाम्रो मुसावी सेक्सन किचन भयो हाम्रो यो चाहिँ सलाद सेक्सन यति भएपछि 85 रियाल यो चाहिँ हाम्रो खबुज सेक्सन रोटी यहाँ चाहिँ मैदा पेल्छ होइन यहाँ चाहिँ पिठोलाई मुस्छ त्यसमा चाहिँ यो हाल्छ यो दुध हाल्छ होइन यो मैदा भइहाल्यो यो अनि यो त्यहाँ खमिरा भइहाल्यो यस सुक्खर अनि चिनी हाल्छ तेल त्यसपछि अनि हल्का पानी हालेर यहाँ चाहिँ घोल्छ होइन यसले चाहिँ पेल्छ यहाँ पेलेपछि त्यसपछि चाहिँ यहाँ गएर चाहिँ यहाँ हाल्छ फोरनमा यो चाहिँ हाम्रो रोटी रेडी भयो है सेल हाम्रो चाहिँ रोटी बनाउने बन्धु क्वेस सो अब चाहिँ हाम्रो चाहिँ होइन ट्याक्क ड्युटी खतम भयो अब चाहिँ ट्याक्क रुमतर्फ गइन्छ आज खासै मान्छे होइन आउने जाने मात्रै हो अलिअलि टेकवे हो होइन भने चाहिँ पुरै जम्मा कतिवटा 7 घन्टामा 7.5 टेकवे Better watch what you're doing, 'cause I ain't gonna stop when I'm moving. I'm headed to the top, I'ma do it. I'm headed to the top, I'ma prove it. And baby girl, I like what you're doing. अब हाम्रो चाहिँ अब पैसा पकाउनु पर्यो होइन पैसा पाक्यो सो अब हामी चाहिँ रुममा जाँदै हो होइन आज काम नै खासै भएन हाम्रो भोजराज सर चाहिँ पुरा अगाडि हिँडिरहनु भयो हामी अर्को बाटो जान्छौँ सर्टकट उता चाहिँ पुरै हिलो छ त्यस कारणले हामी यता यो मेन हाइवे जाँदैछौँ त्यही हो अब काम नि खासै भएन यो रमजानले गर्दाखेरि नि होला होइन आज कति टेबल भनेको जम्मा कति 4 टेबल भयो हो जम्मा यस्तो पाराले त के हो नि अब जम्मा यो कति आज भर्खर रमजानको त आज 6 दिनको हो अब 3-4 दिन यस्तै हो त्यसपछि चाहिँ फेरि बवालै हुन्छ फेरि त्यसपछि भनेको फेरि यस्तो बिजी हुन्छ कि होइन पुरै छोडिदिउँ क्या अब त्यही हो जे भने यस्तो टाइम पास जस्तो भयो यो 1 महिना चाहिँ अहिले हो अलिकति काममा फुर्सद मिल्ने भनेको अरू बेला भनेको त फेरि गोरु जोताइ हुन्छ फेरि यो होटेल लाइनमा फेरि होइन दामी चल्छ क्या हाम्रो यहाँको भनेको यो सत्ता सोनबार भनेको चाहिँ फेरि दामी हो क्या यहाँको नम्बर 1 नै हो यहाँको डिस भनेको एकदम स्पेसल हो क्या फेमस छ यहाँ अहिले चाहिँ रमजान भएर नि होला त्यही भएर खासै मान्छे आएनन् त्यो माथि नै अहिले झन् पानी बवाल परिरहेको थियो आज त्यही भएर नि होला
I'ma stay loud in the face of the hate. See, I'ma speak out, take the muzzle off my face. Breathe out of my mouth every word that will make me. Never had a doubt of the life that I'm making. Never had a doubt of the fight I'll be facing. Never had a doubt of the nights I'll be aching. Life is all about having dreams that you're chasing. With me now, I'll leave your ass in the street now. I'll put your हामी गेम खेल्न आउने ग्राउन्ड चाहिँ यही हो है फेरि टक्क यहाँ आइन त अब 2-4 दिन अब आइदैन त लास्ट हिलो हिलो होला अब यस्तोमा आएर काम पनि छैन फेरि अब चाहिँ हामी चाहिँ टक्क रुममा आइपुग्न लाग्यो होइन अब त्यही हो आज के भन्छ अब ड्युटीको भ्लग पनि अब कहाँसम्म हेर्नुहुन्छ होइन अब यहाँसम्म हेर्नुहुन्छ भने हेरेर होइन लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला अनि के कस्तो लाग्यो यसो कमेन्ट गरेर आफ्नो प्रतिक्रिया पनि सोधिदिनु होला अब हस् त होइन यति भन्दै आजको भ्लग चाहिँ यहीँ इन्डिङ गरिदिउँ जय नेपाल शुभरात्रि